गएको यति धेरै भिड भइरहेको छ नखाने ठाउँ चाहिँ आइपुग्यो चाहिँ रक्सी खाने ठाउँ रहेछ कि उसले त रक्सी खानु लागि तर कस्तो के मन परेन अरे केही मन परेन अब फेरि बाहिरबाट खाना लियो अरे हेलो एभ्रिवान वेलकम छ फेरि अर्को भ्लगमा हामी चाहिँ आज खाना खानु जाँदैछौँ मेरो बुढाले खाना खानु लगेको अरे हामी चाहिँ अहिले बाटोमा छौँ यहाँनिर यस्तो हामी चाहिँ खाना खानु गएको यति धेरै भिड भइरहेको छ यहाँ मेट्रो स्टेसनमा आइरहेको छु यस्तो भिड छ अनि मेरो बुढा चाहिँ यतानिर छ के गरेको कस्तो आउँछ यहाँ मेट्रो स्टेसनमा आएर होला कस्तो ग्यारङ 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 आवाज आएको यहाँ हामी चाहिँ दादालाई पर्खिरहेको छौँ दादा कहाँ जानुभयो विशाल दादा हामीले चाहिँ दाइलाई पर्खेर पनि गएछौँ दाइ त अघि अगाडि गइसकेछ अघि नै हामी चाहिँ यहाँ खोज्यो दादालाई कति धेरै हो रातिर च्याउ 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 गाडै लागिन्छ लाउँछ मान्छे देख्दा देख्दै यहीबाट जान्छ यहाँ मेरो बुढा चाहिँ यस्तो हिँड्दैछ यस्तो हुन्छ यहाँनिर बेलुका यहाँनिर दामी दामी कुर्ताहरू पाउँछ 100 रुपियाँमै सब होलसेल मालहरू मात्र पाउँछ यहाँ बसिरहनु भएको छ हाम्रो दादा त अघि अगाडि आएर पनि यहाँनिर टिङ्ग उभिरहनु भएको रहेछ पर्खिँदा हामी चाहिँ पछाडि छ होला हामी दादालाई भेटिसक्यौँ पुरा भिड छ मान्छेलाई ठोकेर के हुन्छ कस्तो राम्रो राम्रो झुम्काहरू पाउँछ यति भिड छ पुरै नभए अहिले हामी यहाँनिर आइसक्यौँ दादा चाहिँ यहाँ पछाडि नै हुन्छ हजुर यहाँ चाहिँ फेरि यस्तो छ हेर्नुहोस् नजारा हामी जाँदैछौँ खाना खानु यहाँनिर पपहरू देख्नु सक्नुहुन्छ यस्तोतिर लाँदैन बुढाले फाइनली हामी खाना खाने ठाउँ चाहिँ आइपुग्यो अब हाम्रो दादा हिँड्दै हुनुहुन्छ फाइनली हामी चाहिँ ठुलो बोल न यत्रो बोल्नु सुन्नु परेन बोलेको चाहिँ लास आएर मिल्यो हेर्दैछ यहाँनिर कस्तो देखाएको मेरो बुढा मन पर्ने विङ्स यहाँ रहेछ त यो विङ्स पुरा स्पाइसीवाला त अब हुन्छ कि हुँदैन विङ्स चाहिँ छ अनि हाम्रो दादाले पनि हेर्दै हुनुहुन्छ के खाने दादा गोरुको मासु पाउँछ भैँसीको पनि खानु थियो नि त गोरुको मासु मेरो बुढीले चाहिँ के खान्छ पनि थाहा भएन हो बुढी के खान्छ विङ्स खाने विङ्स यो विङ्स एउटा मगाउनु नि प्लेट ल यहाँ त गोल्की मात्र उयो गर्छ त यहाँको नजारा त्यस्तो छ हेर्न सक्नुहुन्छ यहाँनिर किन लिएको भने नि यिनीहरूले यहाँनिर बार पनि छ कि अन्त त्यही भएर यहाँनिर लिएर आएको यहाँनिर हेर्दैछ खाने बेलाको म चाहिँ रिदमले हेरेर अर्डर गरिदिँदा होइन विङ्स यहाँ छ है मिठो उयो कस्तो हुन्छ नि थाहा भएन विङ्स एउटा मात्र मगाउनु न यति हो खानाको होइन फर्स्ट त एउटै खानु पऱ्यो अरू के छ हौ त मेनुमा के खाउँ खाना चाहिँ भात खाइ त हुँदैन है क्या यहाँ त है छैन रहेछ तर यहाँ खानाहरू चाहिँ केही पाउँदैन चाहिँ रक्सी खाने ठाउँ रहेछ कि उसले त रक्सी खानु लागि अब खाना चाहिँ हामी फेरि अर्कैतिर खान्छौँ नत्र घरमै गएर खान्छौँ रक्सी खानु पार्यो भने हामी दादा हुन्छ दादाले पुरै विरक्त लागिरहेछ दादालाई त्यसरी सरिसमा बियर आएर नि बियर बोकेर बसिरहेछ म चाहिँ हेरेको मलाई म खाना खाने भनेर ल्याएर आएको चम्काएर लास्टमा चाहिँ यता म त छैन
मान्छे कति यहाँ चाहिँ पुरै फोटो उयो हुँदैछ अरू पनि मगाएको छौँ हामीले त्यो चाहिँ आएको छैन सर्भिस कति ढिलो गरिदिँदैछ यहाँ पुरै ढिलो म चाहिँ अब एक दुईवटा रिल्स बनाउनु पऱ्यो कस्तो अनुहार हेर्नु सब अनुहार बिग्रेर ढिलो सर्भिस गरेको अर्डरहरू मन परेन मलाई मेरो बुढाको त बोझ भइरहेको छ यहाँ तर कस्तो के चाहिँ यहाँनिर अर्डर पनि आइसक्यो बल्ल बल्ल के अरे यसको विङ्स हौ विङ्स मोमो जस्तो देख्छु त नि मोमो जस्तो देख्छु त यहाँनिर आयो अब खाने खाना चाहिँ बाहिर खाने मेरो बुढा पनि गयो म जान्छु कस्तो नमिठो मन परेन अरे केही मन परेन अब फेरि बाहिरबाट खाना लिएर गएर घरमै खाने खाना रक्सी पार्टीहरू सबै हिँड्नु भने यस्तै हुन्छ ल अब चाहिँ हामी फर्केको यहाँबाट मिठो लागेन अरे केही मेरो बुढीलाई मिठो लागेन पुरै जिन्दगी बेहालत भयो के सोचेको थिएँ के भयो जिन्दगीमा भयो क्या